दुईतिर बाटो भएको जग्गा किन्दा राम्रो कि नराम्रो? आज म तपाईलाई राम्रो पक्ष पनि नराम्रो पक्ष पनि बताउन गइरहेको छु। राम्रो पक्ष हाम्रो के छ भन्दाखेरि हावा र उज्यालो राम्रो हुन्छ, दुईतिर बाटो हुँदा घरमा क्रस भेन्टिलेसन राम्रो हुन्छ र बाथरुम किचन र सबै कोठामा प्राकृतिक उज्यालो पुग्छ। डिजाइनमा फ्रिडम बढी हुन्छ, अगाडिबाट र पछाडिबाट दुवैतिरबाट ओपनिङ मिल्छ, दुवैतिर डिजाइन एलिमेन्ट्सहरू निकाल्न मिल्छ, कमर्सियल भ्यालु उच्च हुन्छ, सटर अफिस क्याफे पसल जस्ता प्रयोगका लागि एकदमै उपयुक्त हुन्छ र भाडा र रिटर्न्स पनि राम्रो आउँछ। भविष्यको लागि रिसेल भ्यालु पनि राम्रो हुन्छ। पछि गएर तपाईले त्यो जग्गा बेच्न चाहनुहुन्छ भने यस्ता जग्गा छिटो बिक्ने र मूल्य बढ्ने सम्भावना बढी हुन्छ। र अब जाउँ नराम्रो पक्षमा। नराम्रो पक्ष के छन् त? सेडब्याक बढी लाग्न सक्छ। दुईतिर बाटो हुँदा नगरपालिकाको नियम अनुसार दुवैतिर सेडब्याक छोड्नु पर्छ, जसले गर्दा घर बनाउने एरिया घट्न सक्छ। नराम्रो अर्को पक्ष के छ भन्दाखेरि धुलो र आवाज, साउन्ड पोल्युसन बढी हुन्छ। त्यस्तोमा दुईतिर सवारी चलेको बाटो भए धुलो आवाज र प्राइभेसीको समस्या आउन सक्छ। ड्रेनेज र लेभल समस्या, दुईतिर बाटोको लेभल फरक भयो भने पानी जम्ने समस्या आउन सक्छ।